Hello, welcome to our vlog. हाम्रो चाहिँ न्यू vlog मिनी vlog आइसकेको छ। हामी चाहिँ कस्तो गरेर हिँड्दैछौँ। Let's go. हामी यस्तो गरेर जाँदैछौँ। जाने चाहिँ अहिले हामी भन्छ ल अहिले चाहिँ सरप्राइज हैन। फाइनली हामी चाहिँ बाहिर निस्किसकेको छौँ। Let's go with us. आफ्नो जान लागिरहेछ। Yes, of course. Why not? Sure. पुग्यौं साइड आइपुगिसक्यो हामी चाहिँ। घरबाट थोरै बाहिर कता हिँडेको बिजुली बालेर हट भएर ड्युटी भएर हामी हेरेको हेरे। अब हामी दुईजना चाहिँ र कहाँ घुम्न गएको भनेपछि लोकेसनमा पुगेपछि बताउँछौँ। अब सबजनाको क्वेसन चाहिँ के हुन्छ होला भने सुरुमा हामी आएको 4 जना, अहिले 2 जना मात्रै घुम्न जाँदैछौँ भनेर क्वेसन आउन सक्छ है। अब सबैजनाको काम छ, हामी 2 जना फ्री छौँ, त्यही भएर हामी 2 जना मात्रै घुम्न गइरहेको छौँ। डोन्ट त्यो नेगेटिभ कमेन्ट नगरिदिनु होला, धन्यवाद। हामी 2 जना फ्री भएको कारणले हामी 2 जना मात्रै गएको हो। के भन्छ नेगेटिभ नसोचिदिनु होला, यति भन्न चाहन्छु। हस्, धन्यवाद। हामी चाहिँ यहाँ आइपुगिसकेको छौँ। फाइनली हामी हाम्रो डेस्टिनेसनको हाततिर आइपुगिसकेको छ। युएन पार्क साइड आउनु। युएन पार्क यता होइन नि साथी, उता हो युएन पार्क। हामी पुग्यौँबाट पछाडि। तिमी हिँड्नु पर्यो के साथी, ग्रो अप। तिमी हिँड्नु पर्यो, अब धेरै सुतेर भएन। हरायो भने चाहिँ अस्ति म घर आइपुगेँ, तर कुन बाटो बिस्तारै न। पुरै ट्राफिक क्या हावा चलेपछि हाम्रो बुझेर गएको है। खोइ यो रोज फुल के राम्रो छ र जति मेरो साथी राम्री छिन् यार। सायरी भन्दा पनि उयो गर्दैन यार, ताली बजाउँदैन। कति राम्रो हेर न। हामीलाई चाहिँ मान्छेले कोरिया किन यिनीहरू चाहिँ सबैजना गाडीमा हिँड्छ नि, यिनीहरू चाहिँ किन हिँड्दै गएको होला भनेर सोच्नुहुन्छ होला। पैसा नभएर होइन है गाइज, त्यो चाहिँ नसोच्नु होला। हामी चाहिँ किन हिँडिरहेछौँ भने चाहिँ हाम्रो काम छैन, रुममा सुतेर काम छैन। यत्तिकै बसको भाडा गर्नुभन्दा बरु हिँड्ने हो, यसरी हिँड्दै जाने हो। जहाँ अब 1-1.5 घन्टाको टाइम त हो नि, पछि टाइम नभएको बेलामा टाइम म्यानेज गर्ने बेलामा बरु बस्न जाम्ला।
हैन बस भाडा तिरेर अहिले भनेको फुल टाइम छ हामीसँग मजाले हिँड्दै जाने हो यसरी ठाउँहरू हेर्दै हिँड्ने हो कहाँ के छ भनेर थाहा हुन्छ यतिको कमन सेन्स हुनुपर्छ मान्छेमा बुझ्गेले भन्नुहोस् हजुर के भन्न चाहनुहुन्छ हजुरलाई के हो मन पर्दैन रे भनिदिनुहोस् न एकचोटि उहाँलाई चाहिँ कोरियन मन पर्दैन रे कोरियनले उसलाई मन पराउँदैन रे गुनासो छ ठुलो हामी चाहिँ फाइनली हाम्रो डेस्टिनेसन पुग्न लागिसकेका छौँ मम्मीको मुख हेर्ने दिन कहिले हो ए अस्ति है वैशाख असारमा बाबाको मुख हेर्ने दिन होला असार कि भदौमा भदौमा दसैँ आयो खौला पिउला कहाँबाट ल्याउला कहाँबाट ल्याउला छोरी ल्याउला के रे भन त के जस्तो गाउँको घर जस्तो लाग्यो हामी चाहिँ यहाँ आइपुगिसकेका छौँ वाउ फाइनली वी आर हियर ओइ तिम्रो खुसी व्यक्त गरिदेऊ न यता फर्कियो नजाने भन्दा भन्दै आइपुग्यो हामी यही ठाउँ आउन चाहन्थ्यौँ आइ पनि सक्यौँ पनि नेपालमा पनि मैले गरेको छैन क्या आएर गर्ने भए अरू कुरा यस्तै हो तिम्रो लागि चाहिँ तोरीको फुल माया तोरीको फुल देऊ मलाई तोरीको फुल भरे गएर साग पकाएर साग पकाएर खान्छु तोरीको साग तिमीलाई तोरीको फुल के अरे देख्ने गरी हानिदिन्छु अनि भन्छ नि तोरीको फुल देख्ने गरी त मैले फोन देखिसकेँ अब हान्नमा के पिबा नेपालमा पनि यस्तै गाडी ल्याइदिनु पर्यो के पिबा यस्तै गाडी फुल चोर्न गएकै चोर लिएर नेपालमा त छोडेन यहाँ पनि थियो नेपालमा त छोडेन यहाँ पनि मान्छे फुल चोर्न गएको रे थ्याङ्क यू तर स्मेल लिनुहुन्न अरे फ्लावरको फाइनली हामी चाहिँ हाम्रो डेस्टिनेसन आइपुग्न लाग्यो ला 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 लुकाको रे यो फुल के राम्रो छ र के राम्रो छ र जो मेरो भिडियो हेरिरहेछ ऊ राम्रो छ यता हो कहीँ नै को नाइ हुन खुट्टा दुख्छ रोज झर्ता 1 2 3 धन्यवाद 감사합니다
गीत पनि गाउँछु ल सिजेको किसमा सिरेको फुलको थुमा आयो यति गर्दै हुनुपर्छ ल यति गर्दै हुनुपर्छ ल यतिको बाटो हिँड्नलाई चाहिँ म डिजर्भ गर्छु ल हामी उत्यो देख्छ मेरो उत्यो देखिरहेको उहाँ पर बोटमा जानुपर्छ कि क्या हो त्यो चाहिँ हो कि सिप पनि चढ्ने हो नि अझ चढ्ने कस्तो ओ माई गॉड ओइ तल साह्रो तल ओह्रालो ओह्रालो हो त्यसरी के देख्यो कस्तो देखियो घुमाएर हेर न फोटो खिच्छौँ अब उयो पनि देखियो यो भ्यू टावरमा नि पौडी खेलिरहेको यस्तो लामो सर्प जस्तो के हेर त त्यो त उयो हो त्यो घाँस हो क्या त्यो अस्ति हामीलाई चढ्न खाएको घाँस त्यो हेर न त्यो हरियो जुत्ता लगाउनुपर्छ यस्तोमा चाहिँ डर लाग्छ डर लाग्ने केही त रहेछ अब जे पाएन तलतिर आउने गरी 1 2 3 गो यताबाट
के हो यस्तो? यो हुनु त त्यो सीबाटै झरेको होला है। पनि हेर न त्यति जियास पनि देख्दैन म त स्यौ पनि देख्दिनँ त है। उल्टा आउने बाटो रहेछ क्या चाहिँ कपाल लामो भएको मान्छेले कपालै देखाउन हिँड्यो। रेजिना रक हामी चाहिँ हाम्रो डेस्टिनेसन पुगेर पनि फर्किसकेको छौँ। अब हामी घर जाँदैछौँ। हाम्रो घर जाने बाटो चाहिँ यस्तो रहेको छ। यतिकै हो। प्लिज गाइस एउटा गिफ्ट गरिदिनुहोस्। यो एउटा गिफ्ट गरिदिए पुग्छ, मलाई धेरै चाहिँदैन।